नमस्ते फेरि मेरो अर्को भिडियोमा हजुरहरूलाई स्वागत छ। हाम्रो प्यारो बाबु आएको छ रेडी नय जान बिहान चिटिक्क पलेर बिहेमा जानलाई उहाँ चाहिँ काका छ बाबुको। अनि आज चाहिँ यस्तो गर्मी छ, गर्मीको त कुरै नगरौँ गाइस। अनि यहाँ मम्मीले चाहिँ आलु इन्चास तास्नु हुँदैछ। अनि मम्मीको मुख पनि हेर्न पसिनाले कस्तो भइसक्यो किनभने। अनि यहाँ चाहिँ इन्चास छ, इन्चास चाहिँ म खाँदैछु। अनि यस इन्चासको चाहिँ गुदी हो, यसको चाहिँ आलुको जस्तै हुन्छ। अनि यो चाहिँ इन्चासको गुटीभित्र तितो तितो हुन्छ यो चाहिँ। अनि यसलाई चाहिँ मजाले उसिन्नुपर्छ, उसिने भने चाहिँ यसरी पक्लक पक्लक निस्किँदैन गाइस। अनि आलु मिसाएर उसिन्दै मम्मीको चाहिँ मुखमा पसिन्छ। अनि आज यस्तो घाम चाहिँ मैले कि तामुल भेटिदिएर यसलाई काटेर सोध्छु, अरू बेला खाना हुन्छ नि यतिकै टाइम पास गर्नलाई भनेर। अनि यहाँ चाहिँ इन्चासको गुटी छ, अनि उता चाहिँ इन्चासको गुदी आलुको जस्तै। मम्मीले चाहिँ यसको अचार बना भन्नुभएको छ मलाई। अनि म चाहिँ यसको अचार बनाउँदैछु गाइस। अनि यसलाई चाहिँ कुट्नुपर्छ, अनि मिक्सरमा भए चाहिँ राम्रो हुन्थ्यो। अनि सिलौटामा त उछुटेर कता कता पुग्छ। अनि यहाँ चाहिँ पातेलरो कढीपत्ता खोर्सानी लसुन अदुवा अनि मैले टिमुर अनि निमक हालेर चाहिँ लसक लसक पारेर म चाहिँ पिन्दैछु अहिले। अनि यहाँ चाहिँ बेलाइ हाल्दैछु म। बेलाइ हाल्नु नभएको जग्गा त राम्रै हुँदैन। अनि यहाँ चाहिँ अघि पिनेको यहाँ चाहिँ अघि इन्चासको गुटी राखेर साइडमा त्यसलाई पिने मेरो चाहिँ फाइनली भइसक्यो। अनि यहाँ चाहिँ अब खाने बेला पनि भइसक्यो हामीको। अनि यहाँ इन्चासको सब्जी चाहिँ पाए चाहिँ आलुको दाल जस्तै हुन्छ सिरेली। अनि यसको चाहिँ अचार अहिलेको इन्चास बनाएको। अनि अब चाहिँ गम गम भात तातो भात खानुपर्ने हुन्छ। गर्मी चाहिँ यस्तो छ गाइस। अनि फुक्दै खाँदै तातो भात खानुपर्ने हुन्छ। हजुरहरूले चाहिँ इन्चास खानुभएको छ कि छैन कमेन्ट गर्नु होला। आज त भातभन्दा त पानी नै मिठो भइसक्यो गाइस, के भन्नुहुन्छ। अनि यहाँ चाहिँ अघि मैले अस्ति नै पार्सल अर्डर गरिदिएको थिएँ। यहाँ चाहिँ मेरो पार्सल आइसकेको छ। अनि पार्सलले हामीलाई दिएर पनि गइसक्यो। अनि फेरि बोलाएर अनि यहाँ चाहिँ लेठा लाग्यो हामीको अलिकति। मैले चाहिँ मगाएकी थिएँ मेट बेबी लिपस्टिक चाहिँ अर्डर गरिदिएको थिएँ मैले। आइसेडोहरू चाहिँ आएछ, यसलाई चाहिँ मैले क्यान्सल गरिदिएँ। अनि म चाहिँ अहिले आइरहेको छु बारीमा। अनि बारीमा चाहिँ किन आएको भन्दाखेरि यहाँ चाहिँ हेर्नु न ओक्से माथि एउटा चाहिँ झरेको छ। अनि यसलाई चाहिँ भेटेँ भनेर म चाहिँ राक्षसनीको जस्तै गरेर उता हाल्छु बाहुबली भनेर बिग्रेको रहेछ गाइस। अनि मलाई चाहिँ यस्तो रिस कोही आयो कि भनेर हेरेको अरे होइन रहेछ। अनि यहाँ चाहिँ म यस्तो रिसले उपर गरेर पुऱ्याइदिएँ। अनि यहाँ चाहिँ यस्तो मजाले फुल्दैछ नि हामीको होक्से। अनि यहाँ त होक्से चाहिँ फुलाइदिएर यहाँको झिँगाले पनि मलाई आज बहुत रिस उठाउँदैछ। अनि म चाहिँ आउँदैछु अहिले म बारीमा चाहिँ किन आउँदैछु भने हाम्रो चाहिँ यहाँ चाहिँ मकै रोपेछु। अब मकै चाहिँ यसले टुसा निस्किन थालेका छ नि त। मकै चाहिँ सबै चराले चाहिँ खत्तम पारिदिन्छ। फाइनली म चाहिँ यहाँ वरिपरि हेर्न सक्नुहुन्छ तपाईँहरूले। अनि यहाँ चाहिँ अस्ति फास्ट रोपेको थियो, यहाँ चाहिँ उम्रेकै छैन। अनि सेकेन्ड बाजी रोपेको चाहिँ उम्रिन थालेको छ। अनि त्यसलाई चाहिँ चराले ढुकुरले निकालेर सबै खत्तम पारिदिरहेछ। अनि यहाँ हेर्न सक्नुहुन्छ फास्ट सेकेन्ड बाजी चाहिँ रोपेको यतिको चाहिँ भइरहेछ यी। अनि यतिको आइरहेछ। यो चाहिँ सबै निकालिन्छ अनि भित्रको गुटी खान्छ। अनि यसलाई चाहिँ फेलाइदिन्छ। अनि 5 बजी रोपेको चाहिँ यत्रो भइसक्यो छैन, सबै बाजो आधी बाजो जस्तै बनाइदिएको छ। अनि यता अनि यहाँ चाहिँ काकीले चाहिँ मुरकुटो बनाएर राखिदिनु भएछ। यहाँ हेर्नु होला हजुरहरूले यहाँ चाहिँ कसरी मुरकुटो बनाएको छ। अनि यसरी नि त निकालिदिएर खान्छ। अनि यसको चाहिँ भेट्नु हेर्नु निकाल